ज्योतिषपुञ्जमा के छ भन्दाखेरि तपाईले खोल्ने बित्तिकै यो कुराहरू तपाईले यहाँ देख्न सक्नुहुन्छ। जन्ममिति हान्ने, महिना हान्ने, गते हान्ने, घन्टा, मिनेट, सेकेन्डहरू हानेर अनि एएम पिएम चुज गरेर तपाईले देश, सहरहरू हान्ने अनि त्यस पछाडि महिला पुरुष छान्ने, सूर्य सिद्धान्त अथवा दृक सिद्धान्त छानेर कुण्डली बनाउनुसमा थिचिसके पछाडि तपाईको कुण्डली तयार हुन्छ। यसलाई सेभ गरेर राखेर पछि भविष्यमा यहाँ ओपनमा क्लिक गरेर पनि तपाईले पहिला सेभ गरेको डाटा अनुसारको कुण्डलीहरू हेर्न सक्नुभयो हैन। अनि त्यस पछाडि अरु के हुन्छ भन्दाखेरि तपाईको यतापटि अब जन्मकालीन पञ्चाङ्ग, उदयकालीन पञ्चाङ्ग अनि त्यस पछाडि शुभ चक्र, घात चक्रहरू, नवतारा चक्रहरू, कुण्डलीहरू, 16 वर्ग कुण्डलीहरू एकै साथमा राखेर हेर्न सक्नुभयो। विंशोत्तरी दशा, योगिनी दशा, त्रिभागी दशा, अन्तर्दशा, प्रत्यन्तर दशा, सूक्ष्म दशा, प्राणान्त दशाहरू पनि यहाँ जुन ग्रह हो त्यसैमा क्लिक गरेर हेर्न सक्नुभयो। त्रिभागी दशा पनि हेर्न सक्नुभयो। त्यस पछाडि तपाईले यहाँ चर दशा पनि हेर्न सक्नुहुन्छ। चर दशाको पनि अन्तरमा जान सक्नुभयो र त्यस पछाडि तपाईले यहाँ अष्टोत्तरी दशा पनि हेर्न सक्नुहुन्छ। अष्टोत्तरी दशा पनि अन्तरमा गएर हेर्न सक्नुभयो। त्यसलाई फेरि ब्याक गर्नलाई दशामा क्लिक गर्नुभयो भने ठाउँको ठाउँमा आइहाल्छ। अनि यतापटि अर्को दशा सिस्टम छ अनि उपग्रहहरू, अष्टवर्गहरू अनि यो भावबल, षड्बलहरू, त्यस पछाडि गोचर कुण्डलीदेखि प्रश्न कुण्डलीहरूदेखि लिएर यो गृह पृष्ठमा छ। र यता पृष्ठहरूमा 16 वर्ग कुण्डली छ अनि वर्ष कुण्डली छ। यहाँ तपाईको वर्ष कुण्डली बनाएर हेर्न सक्नुहुन्छ। वर्ष कुण्डलीको स्थितिहरू, दशाहरू हेर्न सक्नुहुन्छ। अनि त्यस पछाडि अरु पृष्ठहरूमा आएर तपाईले फेरि यतापटि आएर चाहिँ चक्र हेर्न सक्नुहुन्छ, नर चक्र हेर्न सक्नुहुन्छ हैन। अब तपाईलाई सजिलोको लागि अनि त्यस पछाडि यहाँबाट ग्रह कुन ठाउँमा बसेको छ त्यो अनुसारको चक्र पनि हेर्न सक्नुभयो। त्यस पछाडि तपाईले यहाँ डिम्ब चक्र पनि हेर्न सक्नुहुन्छ। नक्षत्र अनुसार तपाईको के कस्तो फलहरू त्यसले दिन्छ भनेर लेखिएको हुन्छ। त्यस पछाडि अर्को के हुन्छ भन्दाखेरि तपाईको यहाँनिर पृष्ठहरूमा भाव बल, षड्बलहरू पनि हुन्छ। यो भाव षड्बल भयो, इष्टबल भयो हैन। अनि त्यस पछाडि भाव बल भयो, यहाँ विंशोपक बल भयो र यो अष्टवर्गको चार्ट भयो चाहिँ यो चाहिँ टेबलमा भयो अष्टवर्गको। उतापटि कुण्डली पनि छ, यो चाहिँ टेबलमा भयो। अनि यो रिसर्चमा चाहिँ चर्चित मान्छेहरूको कुन कुन ठाउँमा कुन कुन ग्रह बसेका थिए भनेर पनि राखिदिएको छ, त्यो पनि हेर्न सक्नुभयो। न्युमरोलोजी अनुसार जन्ममिति, महिना, गते, नाम हानेर चाहिँ के कस्तो हुन्छ भनेर हेर्न सक्नुभयो। यहाँबाट केपी सिस्टमबाट हेर्न सक्नुभयो, क्यालेन्डर हेर्न सक्नुभयो। अनि तपाईले त्यस पछाडि पञ्चाङ्ग हेर्न सक्नुभयो। पञ्चाङ्गमा मुहुर्तहरूदेखि लिएर बार बेला, होरादेखि लिएर सबै कुरा राखिदिएको छ। अनि यहाँ पात्रो हेर्न सक्नुभयो। 300 वर्षसम्मको पात्रो तपाईले यहाँबाट हेर्न सक्नुहुन्छ। जुनसुकै सालको पनि पात्रो निकाल्न सक्नुभयो। त्यस पछाडि यहाँनिरबाट तपाईले फलादेश हेर्न सक्नुभयो। फलादेशमा दशा अनुसार, राशि अनुसार, नक्षत्र, लग्न, भाव, योगहरूदेखि लिएर अन्य फलादेशहरू यहाँ हेर्न सक्नुहुन्छ। त्यस पछाडि अर्को कुण्डली मिलान भनेर छ। कुण्डली मिलानमा तपाईले यहाँनिर ओपन गरेर यहाँनिर केटाको डिटेल हानेर यहाँ त्यस पछाडि सेभ गर्नुस्। त्यस पछाडि फेरि यतापटि साइडमा केटीको डिटेल हानेर सेभ गर्नुस्। त्यस पछाडि कति गुण आउँछ यहाँ देखाइदिन्छ, के मिल्या छ छैन देखाइदिन्छ र यसको बारेमा फलादेश पनि त्यहाँ लेखिदिएको हुन्छ। कुन कुन नाडीहरू के मिल्दाखेरि कस्तो हुन्छ, गढहरू मिल्दा के हुन्छ, नमिल्दा के हुन्छ भनेर त्यहाँ त्यसरी लेखिदिएको छ। त्यो कुराहरू पनि तपाईले हेर्न सक्नुभयो। त्यस पछाडि तपाईको अर्को यहाँ भनेर पत्रिका भन्ने अप्सन आउँछ। पत्रिकामा गइसके पछाडि तपाईले चिनाको फर्मेट निकाल्न सक्नुहुन्छ। यसलाई प्रिन्ट गर्न पनि सक्नुहुन्छ, सेभ गरेर राख्न पनि सक्नुहुन्छ। पत्रिकामा अर्को टिप्पणको अप्सन छ। त्यहाँ विवाह पत्रिका, लग्न पत्रिकाको अप्सनहरू छ। त्यो कुराहरू पनि तपाईले हेर्न सक्नुभयो। त्यस पछाडि तपाईको यहाँ सेटिङहरू मिलाउन सक्नुभयो। आफूले चाहिँ अनुसारको कलरहरू, अक्षरहरू राख्न सक्नुभयो। त्यस पछाडि तपाईले गृह पृष्ठमा हेर्दाखेरि यहाँनिर ग्रहको दृष्टिहरू हेर्न सक्नुभयो। यो नम्बरमा लाँदा राशिको दृष्टि हेर्न सक्नुभयो। जुन ग्रहमा लानुभयो त्यसको दृष्टिहरू अनि नक्षत्रहरू त्यही राखेर ग्रहको चाहिँ सबै कुराहरू त्यही लग्न चार्टबाट तपाईले आफ्नो सहजता अनुसार हेर्न सक्नुभयो। एकदमै सजिलो छ चलाउनलाई र धेरै फिचरहरू समेटिएको छ। एकदम नेपालको पात्रोसँग मिल्ने सूर्य सिद्धान्तको आधारमा यो सफ्टवेयर विशेष रूपमा तयार गरिएको छ र दृक सिद्धान्तबाट पनि तपाईले कुण्डलीहरू, दशाहरू इत्यादि कुराहरू हेर्न सक्नुहुन्छ भने सूर्य सिद्धान्तबाट सबै कुराहरू तपाईले समाधान गर्न सक्नुहुन्छ। यसको लागि चाहिँ तपाईले आजै सम्पर्क गरेर आफ्नो कम्प्युटरहरुमा, मोबाइलहरुमा, ट्याबहरुमा राख्न सक्नुहुन्छ। धन्यवाद।